चाहिँ भन्न पर्यो बारीको फर्सी पाकेपछि खाउँला तिमी र म कान्छी माया प्रेम लाउँला या यता हेर कान्छी खुदेकेमा कम छ तिम्रो मेरो जोडी क्या दामी जम्छ या 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 खुदेसँग गयो भने पाउनु दुःख पाउँछौ मसँग आयो भने हिरामती लाउँछौ या यो फुलेको पुछारेसँग किन माया गर्छौ यसित बिहा गर्यो भने खाना नपाइकन मर्छौ या 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 काठमाडौँमा घर छ थापाकी छोरी तिमीहरू दुइटै सुहाउने र दुईजना छोरी तिमी रानी म बन्छु राजा मेरो प्रस्ताव स्वीकार गर कान्छी तिमीले आज या 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 भनेर मेरो आमालाई पटाउन खोजेको हो र्याप हान्नु भनेर नहे पाए भोलि र्याप हानेरै म पनि यो देशको प्रधानमन्त्री बन्न सक्छु आहा जाद्रै जो छ है गाँठे यति राम्री मान्छे त मैले ल जिन्दगीमा पहिलोचोटि देखेँ होइन है नानी के छ तिम्रो विचार मसँग लभ गर्छौ त के भनिस् रे बुढा तिमी जस्तो केटी त मेरो गर्लफ्रेन्ड बन्छन् म जस्तो बुढोलाई सुगर ड्याडी भन्छन् बिना स्वादैको आई लभ यु फेरि को परी तेरो यो चाहिँ मेरो हुनेवाला श्रीमती लौ बर्बाद